हेलो नमस्ते भिडियो ब्याक टु माई च्यानल र आजको भिडियोमा तपाईँलाई एकदम स्वागत छ र आज चाहिँ हामी आएको छौँ सो त्यही नै अहिले चाहिँ लपडाँडा भन्दैछ यता हेर्दाखेरि यस्तो यो के हो होइन स्टारको बनाएको रहेछ तल ठ्याक्कै हुँदै सो त्यही नै अनि भान्जा छ दुइटा एउटा चाहिँ अश्विन भान्जा अनि यताउता एउटा के अरे उसको नाम चित्रकार के अरे सुलभ त भइगएछ नि त यो एउटा चाहिँ भाइ छ यहाँबाट हुँदै हुँदै चाहिँ यत्रो जानुपर्छ मासतिर है तिमीहरू जाऊ कता कता मलाई आज गाइड गर यहाँबाट 1 2 3 4 कतिवटा छ सिडी गर्दै जाऊ त फोकस नै गरे गर्दैन यति यति हुँदै जानुपर्ने हुन्छ है माथि चाहिँ घरमा बसिरहेको थिएन नि घरमा अवस्था कस्तो अल्छी पनि लाग्यो अनि यिनीहरूलाई पनि भाइले भन्छ डुल्नु जाउँ म अब कता कता म चाहिँ थाहा छैन यता होइन त्यही भएर आएको अनि यता सुलभ छ अगाडि यता हेर सुलभ छिटो त कतिवटा छ अरे 52वटा अरे अनि रोड छ क्या यता कुरा नगर्नु सला बुकको ल यताबाट हुँदै चट्ट लाएर यस्तो खतरा भिड देख्दा यस्तो नजारा रहेछ यहाँ जाउँ यस्तो हुँदै पानी ट्याङ्की हो कि के हो यो पानी ट्याङ्कीको रहेछ यार कस्तो गल्यो यत्रो उकालो आउँदाखेरि त यस्तो रहेछ उकालो अब हुँदै हुँदै धेरै टाढा होइन माथि हो ए नजा चकचक नगर त तिमीहरू जाउँ अब अगाडि ओइ भान्जा लिएर आइज त पछाडिबाट बोल्न सक्छ नि मुख होइन त्यही हो र यताबाट जानुपर्छ अनि फोकस यहाँ माथि पनि रहेछ बस्ने ठाउँ यतातिर के हो चटपटे पसलहरू पनि छ अरे त्यतातिर चाहिँ अब यसो खानु पर्ला जस्तो छ छिटो कति टाइम लाग्यो त यस्तो हुँदै हुँदै है त यस्तो हुँदै गइरहेछ ऊ भान्जा सिर्जेर के किन्दैछ हामी चाहिँ यतातिर जान्छौँ कस्तो गर्नुभयो त ठाउँ चाहिँ यस्तो सही रहेछ यतातिर यहाँबाट कस्तो बवाल देखेँ क्या भ्यूहरू देखायो नि गाइस यस्तो बवाल देखेछ नि भ्यू माइ गड सायद यस्तो दामी देखेछ यहाँबाट सर भ्यूहरू भ्यूहरू यस्तो देखिरहेको छ यहाँ चाहिँ भिरालो ठाउँहरू रहेछ यता चाहिँ खै बनाउँदै हुँदो रहेछ त्यही नै हो अब चाहिँ जाउँ भान्जाहरू अगाडि चाहिँ हिँड्छ म चाहिँ भिडियो बनाउँदै आएको छु दामी रहेछ अगाडि पनि यहाँ ठाउँ रहेछ बस्ने होइन अगाडि बस्ने ठाउँहरू रहेछ दामी अनि यताबाट चाहिँ अर्को ठाउँतिर यस्तो देखाउने रहेछ क्या यहाँबाट चाहिँ उता डाँडाहरूको त अलिक राम्रो क्वालिटी भएको झन् खतरा देख्थ्यो क्या जस्तो लाग्यो तर ठिकै छ यतिसम्म पनि माथि चाहिँ बस्ने रहेछ घरहरू चाहिँ हावा चाहिँ राम्रो आउने रहेछ यताबाट अनि सप्तकोशीहरू देख्छ भन्थ्यो है जम्म गएर देखाउनु त कस्तो रहेछ तिमीले चरबाट अर्डर गरेको अनि चरबाट बनाउँछ नि त्यहाँ अनि जाउँ न त एकजना लिएर आऊ यहाँबाट सिधै हामी चाहिँ यो बस गइरहेछ नि यो खोइ कहाँबाट देखाउनु बस कहाँ छ ए बस त देखाउन सकिनँ मैले उता सिधा मेरो हातको सिधा सेतो घरदेखि चाहिँ उता बढाएको हिँड्दै हामी भ्यू चाहिँ खतरा भ्यू देख्ने रहेछ कस्तो लाग्यो भन ल तिमीहरू दामी तँलाई कस्तो लाग्यो पावरफुल हो दामी भन्दा दामी तिमीलाई कस्तो लाग्यो खै हट त तिमीलाई कस्तो लाग्यो यहाँ भ्यू हेर्न अब त मजा आयो जुत्ता चाहिएको होइन जुत्ता चाहिएन यता चाहिँ पिपलहरूको खोइ के रहेछ अनि त्यही नै हो अरू त के देखाउनु अरू देखाउने वातावरण छैन लभ डाँडा भन्छ हामी यताबाट आएको यताबाट सर आएको हुन्छ यताबाट आएको यस्तो हुँदै एक राउन्ड यस्तो हानेर आएको होइन त्यही नै अनि यहाँ चाहिँ बस्ने ठाउँ चाहिँ बन्दोबस्त सब गरिएको छ यता यहाँ बसेर चट्टलार यहाँ बसेर भ्यू हेर्ने त हो यस्तो बवाल छ नि ठाउँ यहाँबाट चाहिँ माथि डाँडामा हेर्दा कस्तो दामी के घरहरू हुन्छ नि ठ्याक बस्यो त्यस्तो ठाउँतिर चाहिँ कस्तो दामी लाग्छ तर फेरि भिडहरू त्यस्तो पहिरोहरू गयो भने चाहिँ डेन्जर हुन्छ त्यतातिर चाहिँ अनि यहाँ चाहिँ यो स्कुल ओ साइड त्यता नजाऊ अलि लडाउ अनि यहाँ चाहिँ स्कुल जस्तो रहेछ स्कुल हो क्या अरे स्कुल रहेछ सरकारी जस्तो छ पहिलो रहेछ नि त
सरकारी स्कुल जस्तो लाग्यो तर दामी रहेछ ठाउँ चाहिँ। उता पानी ट्याङ्की बनाएको रहेछ त्यसको तल हस्पिटल हो कि के हो त्यस्तो छ हेर्दाखेरि पनि। अनि अरू यताबाट चाहिँ रोड हुँदै जान्छ होइन रोडबाट यस्तो हुँदै जान्छ हामी उताबाट आएको त्यही नै हो। अब अरू उता उता छ ठ्याक्कै त्यहाँबाट चाहिँ भान्साहरू उता गएर चाहिँ लिनलाई चरपटे कहिले के ल्यायो कतिवटा एउटा खतरा कुरा लेखेको रहेछ क्या ए यहाँ होइन त यहाँ चाहिँ आँखा हेर्ने आँखा भन्दा बुझ्ने मन राम्रो हुनुपर्छ संसार आफै राम्रो देखिन्छ अरे होइन उनीहरूको चाहिँ कृपया यहाँ चाहिँ फोन नगर्नु भन्दा। अनि यहाँ चाहिँ अर्कै तिमी साँचो बोलेर कसैको दिल तोडिदिनु तर झुटो बोलेर कसैलाई खुसी नपार्नु अरे। यो चाहिँ एउटा मैले काँची लाइन चाहिँ देखेको थिएँ क्या त्यो टिकटकमै हो कि कतातिर लाइन देखेको खतरा हानेको रहेछ। नमस्कार सेवा नै धर्म हो ल धर्म भएर त्यो लाग्यो है। अब यताबाट चाहिँ जानुपर्ने हुन्छ घरतिर धेरै बस्नु पनि हुँदैन अब गर्मी पनि भएर चाहिँ नआउनु पर्ने छ धेरै गर्नु भयो क्या घाम पनि चर्को आइरहेछ। यताबाट तलबाट झर्ने भन्छ यिनीहरू उता गइसके म पनि यताबाट झर्छु। अब यता चाहिँ बस्ने ओर्ने रहेछ यहाँ चाहिँ पहिले नै बनाएको थियो क्या अरे अहिले चाहिँ त्यस्तो छ यहाँबाट झरेर छ ल झड छिटो लड्छु है बिस्तारी ऊ यस्तो छ यहाँ तलतिर गाउँ छ आमामा हिँड त गाई चाहिँ तलबाट आउँदाखेरि पनि यस्तो भ्यू देख्ने यता चट्टला र डाँडाहरू छ यतातिर चाहिँ पानी बग्ने र यस्तो जाने रहेछ अनि यस्तो छ त्यही नै हो। अब जाम होला तलतिर यहाँबाट यो भडाङबाट सिधै तल जाने त्यहाँ जाने त्यहाँदेखि यस्तो हुँदै सर वहाँ जाने रहेछ त्यहाँदेखि त्यत्रो टाढासम्म चाहिँ हामी आएको है। माथि यस्तो छ तलबाट अब हिँड्दै चट्टला यस्तो गर्दै जानुपर्छ ल होइन। त्यो कहाँ त्यो रिसाएर झरेको के भएर झरेको आँप झार्नलाई यस्तो रहेछ त यहाँदेखि सर यस्तो हुँदै खोइ त एउटा आँप ढाल्न सकेन त्यो आँप ढाल्नलाई यिनीहरूले थोडा मिहिनेत गरिरहेछ त एउटा ढुङ्गा यताबाट टिपिरहेछ एउटाले यताबाट टिपिरहेछ एउटा पुन्टे मान्छे चाहिँ यहाँ बसिरहेछ। खोइ ल तिमीहरूको हात कसको धेरै सिधा रहेछ लु ढाएर त हेरौँ खै सकेन। म चाहिँ हिँडेको अब घरतिर उनीहरू चाहिँ त्यहाँ हान्दै नाच्छ अब हामी चाहिँ जानुपर्ने हुन्छ कहाँ बस्ने पेन्ट फोरै लागिसकेको रहेछ देऊ अब जानुपर्छ तपाईँ अब यताबाट यहाँ रुद्राक्षको बोर्ड रहेछ यतातिर यो बस्ने भन्दैछ अनि बस्नु एकछिन त्यसपछि रोडमा निस्किनु पर्ला जस्तो हौ। यहाँ फिल्डहरू चाहिँ दुइटा रहेछ फुटबल खेल्ने कस्तो दामी रहेछ हौ म त दामी भएको यताको खेल्दै हेरिरहेको है त किन अब घाम चाहिँ म डढिसकेँ कति दिन पछि आएको थिएँ यस्तो डढिसक्यो नि यता आएर तर डढ्नु त पहिलेदेखि डढेको त्यही भएर फाइनली यिनीहरू त सोचेको नि थिएन लिएर आउँछ भनेर लिएर पो आएछ ल डेमो देखा कसरी हानेर ढालिस् आम्मा यत्रो ठुलो रहेछ त्यो उसको टाउको यत्रै यताबाट चाहिँ है टक्क लगाएर यस्तो हुँदो रहेछ यताबाट हुँदै त आँप छ उता चाहिँ यो के भन्छ के बनाउँदैछ अरे बुद्धको मूर्ति बनाउँदै रहेछ अनि अगाडि चाहिँ मुर्रा छ मुर्रा। साथीहरू अहिले चाहिँ हामी जाँदैछौँ घरतिर यो धेरै घाम भयो है आम्मा अब थोरै 5-6 मिनट बाटो होला त्यसपछि हामी घर पुग्छौँ। सब घरै पुगेर चाहिँ भेटौँ मलाई यहाँ गर्मी कतिको गर्मी रहेछ यहाँ रामपुर भन त केटा हो लास्टै छ है धेरै गर्मी भयो कता आँप खाएको पनि देखाउने ल यिनीहरू आँप खाँदै गर्छ ताले बनाउँदै गर्नु धेरै लास्ट गर्नु रहेछ रामपुरतिर यो अघि झारेको है यो आँप चाहिँ भर्खर आएको है आम्मा गर्मी भयो अब एकछिन यो खाएर अब यो खाएर जान्छु म चाहिँ नुहाउनलाई लास्टै गर्नु भयो
सो गाइस अहिले चाहिँ 6 बजिसकेको छ है त। अहिले म यहाँ आइरहेको छु गर्दै भएर घरदेखि के भन्नु बसेर चाहिँ चट्टै लाग्दा अनि यता बस्नु पऱ्यो है। घरको अघि मैले बिहान होइन एउटा चाहिँ कस्तो खतरा देखेको थिएँ क्या, एउटा त्यो चरा हुन्छ नि सेतै खालको चरा देखेको है। त्यो कहिले देखेको थिइनँ कि मैले होइन। अनि त्यो चरा देखेको थिएँ अनि कहिले त के होइन त्यो रुपी त होइन के पो भन्छ हौ त्यसलाई, त्यो यस्तो भिक कलरको हुन्छ नि जुरेली केमा जे भने पनि त्यो सेतै खालको देखेँ अनि कस्तो छक्कै पऱ्यो नयाँ खालको देखेँ नि त। अनि त्यही नै हो देख्ने चाहिँ मैले बिहानतिर देखेको थिएँ। अनि अहिले चाहिँ हल्का शीतल भएको छ पुरा है यतातिर गाउँहरू होइन। यहाँ सोल्टी घर हो अनि यहाँ चाहिँ हाम्रो बेनाको यहाँ चाहिँ चट्टा लगाएर यस्तो छ गाउँहरू। यहाँ त बजार यो रोड पी छ नि त्यो चाहिँ बजार त्यताबाट जान्छ। अनि त्यही नै हो यहाँ चाहिँ फुल के रोप्नु भएको छ खोइ फोकसै गरौँ त यति नै हो बस्दै चाहिँ म चल्छु। सो गाइस अहिले चाहिँ राति परिसकेको छ। अहिले चाहिँ रातिको यस्तै होइन 7 बजेको होला अनि चाहिसक्छ यता चाहिँ 5 होइन 6 मैले अघि यहाँ आउँदा 6:30 कि कति भइसक्यो। अहिले चाहिँ 7 हुन आँटिसक्यो। त्यही नै हो अहिले चाहिँ रातिको भ्यू यस्तो भइसक्यो त्यसर्थ यस्तो छ होइन। हामी चाहिँ भर्खर चरबाट खाएर उता दिदी लगिदिइसक्नु भयो अनि यहाँ बसेर त्यही हो के भन्नु र अरू मलाई भन्न आएन। अहिले चाहिँ रातिको त्यही भन्दैछ क्या। ल आजको भिडियो चाहिँ यति नै। अब नेक्स्ट अर्को भिडियो भेट्यो मलाई। अब अर्को भिडियोमा चाहिँ घुम्ने भन्ने छ भिडियोको अब के हुन्छ थाहा छैन है। यो च्यानललाई लाइक गर्नु होला। अब त्यही नै हो भन् त लाइक कमेन्ट सेयर सब्स्क्राइब हामीलाई पनि अरू भन्दा माथि पुगाइदिनुस् भन्नुहोस् न होइन तै भन् न तै भन्दा नि भइहाल्छ नि के छैन। उता भन्जेर दिदीले चल्ला के गर्दै हुन्छ। सो त्यही हो अब चाहिँ हामी उता बजारतिर जानुपर्ने हुन्छ। सो थ्याङ्क्स फर वाचिङ। नेक्स्ट भिडियोमा भेट्नुपर्छ है त।